घाम बन्द भाइ पूरे गेम में अरे मोटा एला कम को बने बाकी कोई बैग किस पानी में है न्यू बार पूरा पूछती है यार लो बेटा निसुल्लु सुतरे यार ये कोई बैग यो होइन गान्डु मैले जे पनि खाने सोचिरहेको छु गीत गाउने ल फेरि पनि आया विकास छैन ठिक है कार्यक्रममा अब अन्त्यको बाटोतिर लाउँछु होइन सबैले मलाई चाहिँ फर्स्ट सुटको उयो भर्जनमा अनेस्टली भन्नुपर्दा चाहिँ मैले लगभग दाइलाई चिनेको चाहिँ त्यो 1 महिना जति नै भयो बाहिर अब त्यस्तो ऊ नहुनाले टचहरू नहुनाले बाहिर प्रोग्रामहरूतिर मैले पनि काम गरेको हुनाले अब म पनि भर्खरै आउट हाउस भएको हुँ। अब त्यही हो दाइबाट मैले सिक्नुपर्ने लिनुपर्ने कुराहरू चाहिँ धेरै ग्रिप गरे जस्तो लाग्छ कि दाइहरूबाट दाइले भनेका कुराहरूले गर्दाखेरि त्यो कुराहरूले गर्दाखेरि मैले आफूलाई एकदम अब कहाँको 3 वर्ष कहाँको 3 दिन मलाई त सोच्दाखेरि ओहो जस्तो लाग्छ कि अब त्यही हो दाइहरूले भने जस्तै इफ यु वर्क इट अल्सो वर्क्स भने जस्तै त्यही कुराहरू किप इट सिम्पल त्यस्तो गाह्रो केही छैन त्यही हो दाइ अब फेरि पनि मेनी कङ्ग्रेचुलेसन दाइलाई नहीं मुझे सुनना पड़ा था पछि 10 वर्षपछि आउँछ त्यस्तो कुरा कसैलाई के भन्नु छ अझै दाइला पसिना आइसक्यो लगभग के भन्नु छ हाई डेज के कमी ब्याक भर्खर प्रोग्राम दाइदिनु पर्थ्यो घरको 10-12 दिन भयो म पनि यो भन्न चाहन्छु सर्वप्रथम डाइरेक्टर ह्याप्पी थर्सडेको बर्थडे धन्यवाद के अङ्कल राम्रोसँग हाले कि राम्रो अझै राम्रोसँग चेपेर हाल विजय भयो ल खुलिरहेको छु दाइ भर्खरै प्रोग्रामबाट आउट भएको मान्छे हो होइन योभन्दा अगाडि पनि म रिल्याप्स केस हो 11 महिनामा रिल्याप्स भएको मैले त्यो रिल्याप्स भएर यहाँ आएर के रियलाइज गरेँ भनेपछि होइन ट्रस्ट द प्रोसेस भन्ने बिर्सिहाल्थेँ क्या म लाइक अब यहाँ हाम्रो अहिलेको टुल्सहरू छ नि जस्तै फेलोसिप भन्छ किप इन टच अनि लाइक कम्युनिकेसनमा बस भन्छ मलाई 10 महिना पुग्नेर एउटा भएको थियो एटिट्युड हुन्छ नि कन्फिडेन्स क्या म सक्छु नि एक्लै गर्ने ओभर कन्फिडेन्स चाहिँ किनभने म अलि टाढा पनि भएँ अब के लाग्ने भयो मलाई आफ्नो मनबाट भनेपछि मेरो फेरि त टाढा छ होइन मैले अब उनीहरूले के सोचिरहेको होला मैले त खाइसकेको सोचेको होला मतलब भ्रममा बाँच्नु उ गर्न थालेँ क्या म लोनलिनेस पनि भयो होइन होल्डमा पनि छिर्न थालेँ सोसियल एन्जाइटीहरू हुन्छ होइन बाहिर बसेर गएर फेस गर्नु नसक्ने म अब त्यति नै हामी सबै अब सँगै बसेको हो होइन यति भन्छु कि ट्रस्ट द प्रोसेस क्या यो एनिमा विश्वास राख्नुपर्छ निराजन फेलो ब्रदर नै हामी पनि पहिला सँगै बसेको हो होइन सँगै अब सुरदायहरू हुनुहुन्छ धैर्यतापूर्ण एकदम पेसेन्स राख्ने आफूले केही छैन भने हुन्छ गल्तीहरू अब यही त हो रियलाइज गर्ने दाइ रिग्रेट हुनु भएन क्या दाइ रियलाइज राम्रो रिग्रेट भनेको राम्रो होइन रिग्रेटले पुगाउने लोनलिनेस त्यसपछि भोल्टमा चिराउँछ भोल्टै ल्याप्स त्यही हो म यति नै भन्न चाहन्छु थ्याङ्क यू वान सेकेन्ड दाइ keep coming back. Keep coming back. दिन भरि keep coming back. Coming back. What is that? Keep coming back. Anyhow. नसा लगाओ Bye.
यसले पनि काम गर्छ यो जग्गाले धेरै काम गर्छ मेन त यही टुल छ I am social media. हाई शैलेश दाइ Keep coming back! धन्यवाद भाइ Keep coming back! सुगर ठिक हो ठिक हो Any work if you work on it भनिदिनु सक्यो नि दाइ मेरो सोचाइ त्यही हो ठिक हो ठिक हो जानुहोस् जे गर नखाना खाऊ। नखाना खाऊ फेरि बसिहाल्छौँ ल थ्याङ्क यू थ्याङ्क यू तर खुसी हुँदैन पेरा नुहाल्नु हामी लेख्नु अब यहाँ अब यो संस्था खोल्यो नि हामीले त्यतिखेर बुझेँ क्या मैले यति हेल्प गरेर अहिले बुझिरहेको छु अहिले मेरो पनि त्यही 13 महिना भयो क्लिन भएको त्यतिखेर म भन्थ्यो घरमा आउँथ्यो बिहान आउँथ्यो अङ्कल जाउँ भन्थ्यो तर म भित्रबाट एकदम रिसाउँथेँ क्या कति मेरो पछाडि लागेको छ यार लागेको छ पछाडि लागेको छ र अहिले बुझिरहेको छु कि म अझै बुझेको छैन बुझ्ने उसमै छु होइन अब धेरै पनि केही छैन अब एउटा टिम गएर हामी 4 जना गएको छु यिनीहरू हाम्रो 3 जनाले गर्दा म चाहिँ आज क्लिन छु भनौँ Yes, Keep coming back! Yes, keep coming back. Keep coming back. Keep coming back. यसले काम गर्छ। कुटी हाँसेर जाए यार त्यो खाजा लगाउँदा अहिले त नेता वाला फिल आयो बन्डिङै अब होइन तर दाइको अब कसरी दाइको रिकभरी जर्नीलाई हेर्दाखेरि चाहिँ कस्तो हुन्छ भने चाहिँ मैले चाहिँ अब सँगै होइन सँगै बसिराख्ने सँगै घुम्ने दाइमा चाहिँ त्यो होइन इगो भन्ने कुरै थिएन क्या रिकभरीको जर्नीमा हेर्दाखेरि क्या इगो थिएन होइन अनि मान्छेमा पेसेन्स नभएपछि मान्छे पनि ढल्छ क्या पेसेन्स चाहिँ हुनै पऱ्यो पेसेन्सहरू गयो होइन दाइमा के जुन हुनुपर्ने त्यो गुणहरू छ नि त त्यो चाहिँ थियो अलि एङ्गर चाहिँ धेरै छ फेरि दाइमा होइन एङ्गरलाई चाहिँ अब कसरी हो दाइले अब त्यसमा काम गर्नु पर्ला होइन तर गडा त लाभ टुडे बड लेट मी नट फर्गेट वन साइड राइट भन्ने कुराहरू त्यो स्लोगनमा पनि दाइले काम गरेको कुराहरू के भगवान् आजको दिन म जुन हाँसो यो हाँस्दैछु नि हिजोको दिन मलाई गएको कहिले भुल्नु नपरोस् भन्ने कुराहरू यस पास्ट इजमा बेस्ट टिचरको कुराहरू क्या दाइ र मेरो त बबाला सेयरिङ हुने क्या त्यो सेयरिङ गर्दा गर्दै पनि होइन अनि बिचमा पुरा झगडा भइदिने क्या यो हो भन्ने कुराहरू होइन त्यो विवादहरू टाइम टाइममा चलिराख्ने झगडाहरू भइराख्ने होइन त्यो बोन्डिङै क्या अनि क्या मजाको बोन्डिङ क्या होइन त्यो जर्नीमा हिँड्दाखेरि अनि त्यसपछि दाइले मलाई होइन म छु नि त यार भनेर सपोर्ट गरेको कुराहरू होइन अनि दाइले पनि मेरो जर्नीमा इफोर्ट लगाइदिएको कुराहरू होइन मलाई बोर राखिरहेको बेला होइन म आउँछु त विकास तिम्रो घरै आउँछु तिमीलाई लिन भनेको कुराहरू क्या होइन आजको दिनमा याद आउँछ यार होइन अलवेज मिस त अब सधैँ गरिन्छ होइन अब अलग अलग संस्था हो म पनि अरू संस्थासँग आबद्ध छु होइन याद त आउँछ तर त्यो मिसिङ डेजहरू के गरेको फनहरू होइन त्यो रिकभरीको तरिकाले पनि लिइरहेको छ होइन एज अ नर्मल मान्छेले जिइरहेको जिन्दगी पनि हामीले जिइरहेको कुराहरू क्या त्यो हाँसेर बिताइदिएको कुराहरू क्या होइन रमाइदिएको कुराहरू होइन जर्नीलाई त्यो हुन्छ नि त हाम्रो त्यो रिकभरीको जर्नीलाई त्यो हार्ड तरिकाले होइन पुरा त्यो पनि नलिएको कुराहरू होइन क्रिप एन्ड ग्रिप भन्ने कुराहरू क्या होइन हिजोको दिनमा होइन एकदमै तुच्छ मान्छे हो नि त हामीहरू क्रिपी हो नि त एकदमै गिरेको मान्छे हो नि त अनि आजको दिनमा रिकभरीको ग्रिप लागेको छ क्या जे कुरामा पनि त्यो रिमेम्बर हुन्छ नि त होइन म चाहिँ रिकभरिङ एडिक्ट हो है त्यो ग्रिप बसाइदिएको दिमागमा क्या अनि त्यो जर्नीमा हिँड्दा अनि दाइले मलाई सपोर्ट गरेको कुरा अनि यस्तो क्या म अहिले सुन्दै हामी त सबै सन्देश नेपालको फ्यामिली हो नि त होइन सबै मेम्बर यहाँ जति छन् होइन प्रायः सन्देश नेपालको सबैको जर्नी सेम नै छ क्या महिनाले मात्रै फरक हो होइन सबैको जर्नी एउटै हो क्या त्यो खुसी लाग्छ यार दाइले गरेको मेहनतहरू होइन क्या खुसी लाग्छ ल मेरो दाइलाई धेरै बधाई छ
फ्यामिली हाई हाई कमललाई धेरै खुसी लागिरहेछ होइन। मेरो भतिज पनि हो, अङ्कल भतिज हो। भतिजले पनि मलाई धेरै हेल्प गरे रिकभरी आउनलाई। अब म सन्देश नेवारलाई मनिष दाई, म चाहिँ जब फर्स्ट दिन दोस्रो ट्रिटमेन्टमा उठेको मान्छे हो म होइन। अनि त्यो फर्स्ट दिन जाँदाखेरि चाहिँ मैले मनिष दाईलाई यस्तो देखेको हो कि जस्तो त्यतिखेर देखाएको थिएँ नि त्यही अहिलेसम्म म त्यही फिल गर्छु कि त्यो मनिष दाईलाई। जुन बेला मैले जुन मनिष दाईलाई इन हाउसमा फर्स्ट टाइम देखेँ त्यही जुन रेस्पेक्ट छ त्यही रेस्पेक्ट राखेको छु क्या मैले। अनि मनिष दाईकै कारणले गर्दा पनि अलिकति मलाई एफोर्ट त्यो एउटा हुन्छ नि फिल मनमा मैले चाहिँ गर्नुपर्छ। मनिष दाईले पनि अलिकति इफोर्ट दिने कुराहरू भाइ गर्नुपर्छ, भाइ यस्तो छ। अनि त्यो हामीहरूमा भइराख्ने सेयरिङहरू कुराहरू एकदम मिल्दिने, किनकि म राम्रो हुँदै गएको छु नि त, त्यही भएर दाइसँग कुराहरू मिल्ने कुराहरू हुन्छ कि। यदि म गलत बाटो रोज्थेँ भने त त्यो कुराहरूसँग म हिँड्दै हिँड्दैन थियो होला नि त, त्यो कुराहरूमा इफोर्टै लाउँदैन थियो होला। त्यो हेल्प चाहिँ मभन्दा अब सिनियरै मेरो दाइ मनिष दाइ होइन, उहाँले धेरै मेरो लागि धेरै हेल्प गरेको कुराहरू म यहाँभन्दा बाहिर गएर पनि त्यो कुरामा मलाई धेरै हेल्प गर्नुभयो होइन। किनकि म चाहिँ अरूभन्दा पनि अलिकति दाइलाई चाहिँ कस्तो सोध्छु भनेपछि अलिकति मेरो फ्यामिली नै हो कि मेरो गार्जेनै हो टाइपको सोध्छु क्या। किनभने चाहिँ मलाई धेरै नै हेल्प गर्नुभयो दाइले र आगामी दिनहरूमा पनि दाइबाट सहयोगै पाइरहेको छु भन्ने आशा छ होइन। किनकि म राम्रो हुँदै गएपछि पाउँछु है यो कुराहरू। फेरि मैले हामीहरूले यो कुराहरू जस्तै हामी सोध्छौँ फ्यामिलीले यार मलाई माया गर्दैन, यार फ्यामिलीले यसरी मलाई रिहा हाल्यो, फ्यामिलीले यसरी मलाई टर्चर गर्यो भन्ने कुराहरू सोध्छौँ। त्यो कुराहरू हुँदैन कि कति पनि, त्यो कुराहरू डिसएडभान्टेजमा पर्ने कुराहरू हो कि। आफूले बनाउने हो कि एडभान्टेजहरू। घरवालासँग कसरी एडभान्टेज दिने त, आफू पहिला ठिक हुनु पऱ्यो नि। आफू ठिक भइसकेपछि अनि त्यो कुराहरू चाहिँ आफूले एडभान्टेज दिने हो कि। आफू गलत छ भनेपछि सही हुँदैन यार। अनि सानो कुराहरूमा रिसाइदिने, सानो कुराहरूमा हुन्छ नि हामी दुर्व्यसनी एकदमै के त्यो कुराहरूमा पनि मैले दाइबाट चाहिँ धेरै कुराहरू सिक्न पाएँ। सानो कुरामा रिसाउने होइन, दाइले एकदमै भाइ यस्तो गर्नु हुँदैन, गल्ती केलाइदिइराख्ने, त्यो कुराहरूले गर्दा आजको दिन चाहिँ म अझै बलियो भएर हिँडिरहेको छु कि। यो कुरा चाहिँ हामीले पनि अलिअलि सिक्नुपर्छ भन्ने कुराहरू हो। थ्याङ्क यू फ्यामिली। थ्याङ्क यू। ल किप कमिङ ब्याक है। हाई फ्यामिली, हाई म एक सङ्गीत दुर्व्यसनी। हाई सङ्गीत दाइ। म नि आजको दिन नसारै छु है। एउटा कस्तो भन्ने होप एन्ड करेज दिइरहेको हुन्छ। यो सबैले सक्ने रहेछ यार भन्ने खालको क्या, सक्ने रहेछौँ हामीहरू एउटै संस्थाबाट दाइहरूले लगाएको इफोर्ट देखेर हामीले पनि हुन्छ नि त एउटा त्यो इन्सपिरेसनको एउटा पार्ट हो क्या दाइ भनेको होइन। त्यो जुन ठाउँमा हामीहरूलाई आधी घन्टा 1 घन्टा बस्न गाह्रो हुन्थ्यो त्यो ठाउँमा 1 वर्ष बस्दै हो कि। त्यो गेट सन्देश नेपाल हाम्रो सबैलाई थाहा छ त्यो कुराहरू होइन। त्यो ठाउँमा बसेर एउटा प्यासन भन्ने कुरा चाहिँ मैले दाइबाट देखाएको हो कि यतिको चाहिँ हुनुपर्छ भन्ने कुराहरू होइन। त्यो कुराहरूले गर्दाखेरि अब दाइहरू सँगै हिँड्यो, सँगै बस्यो, त्यो कुराहरूले आजसम्म म पनि स्विट सेयरिङ हो क्या भनेको। के गरौँ अब, के तयारी गरौँ अब यो प्रोसेसलाई चाहिँ ट्रस्ट गर्नु पऱ्यो क्या। एउटा हामी अब के अरे भावनाको रोगी भन्छ नि हामीहरू। हामी भावनाको रोगी त हुँ, तर त्यो भावनामा बोक्दा बोक्दै कहिलेकाहीँ बाहना पनि गरिदिन्छौँ क्या। त्यो बाहनामा बोकिसकेपछि अनि पुनः सेवन हुन्छ फेरि। त्यही भावनालाई बाहनाको रूप नआओस् भनेर त्यो भावनामा नबोकेर त्यसलाई राखिदिने हो क्या। इन हाउस हामीलाई बस्ने किन हो त, त्यही फिलिङसँग लड्न सिकाउने हो क्या हामीलाई यहाँ। ममा के बुझिरहेको छ भन्ने कुराहरू सोचिदिनु पर्ने हुन्छ कि यहाँ। म कहाँनिर पुगेपछि म कुन स्टेजमा पुगेपछि म ढल्छु भन्ने कुरा त म थाहा हुन्छ नि त
त्यसमा पुग्न चाहन्न भनेर प्रोग्रामलाई ट्रस्ट गरेर अगाडि बढ्ने हो कि यो प्रोसेसलाई पनि ट्रस्ट गर्न सिक्नुपर्ने हुन्छ क्या आजको दिनमा। अनि म को हुँ भन्ने कुराहरू कहिले बोल्नु परेन के किन अनि आउनुहोस् 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 भन्छ किप गोइङ ब्याक हुन्छ त त्यही कारणले गर्दा त हो नि भन्ने यो इन्भाइरोमेन्टलाई ट्रस्ट गरेपछि यो प्रोग्राम ट्रस्ट गरेपछि म क्लिन हुन्छु है भन्छ नि त वान एडिक्ट हेल्पिङ एनदर एडिक्ट भन्ने कुराहरू के एउटा दुर्व्यसनीले अर्को दुर्व्यसनीलाई सहयोग गर्छ भन्ने कुराहरू र कहिले पनि भुल्नु भएन वान्स एन एडिक्ट अलवेज एन एडिक्ट भन्ने कुराहरू के तब मात्रै पोसिबल छ के र जहिले पनि प्रभुसँग प्रार्थना गर्नु पर्यो कि हे प्रभु आजको दिनमा मलाई चाहिँ नसादेखि टाढा राखिदिनु होला के जस्तो परिस्थिति आउँछ क्या जस्तो समस्याहरू आउँछ क्या मैले लगाउनु पर्ने रिपोर्ट मैले लगाउँछु तर मलाई चाहिँ नसादेखि टाढा राखिदिनु होला भन्ने कुराहरू के भन्छ त सेनेटरशिपले त्यही भन्ने कुरा त हो नि होइन। अनि त्यो प्रोसेसमा हिँड्दा होइन दाइ आजको दिनमा होइन 3 वर्ष मनाइराख्नु भएको छ कि दाइलाई त मैले राम्रोसँगै चिनेको छु नि त सँगै अब रिकभरीको जर्नीमा हिँड्दा उहाँले मलाई गरेको होइन हेल्पहरू होइन त्यो कुराहरू याद छ नि त मलाई। अनि दाइले लगाएको इफोर्टहरू त्यो जर्नीमा हिँड्दाखेरि अनि दाइले पनि मलाई हेल्प गरेको कुराहरू के रिकभरीमा यसरी अगाडि बढ्नुपर्छ भन्ने कुराहरू होइन। प्रोग्रामलाई कस्तो भने चाहिँ कहिलेकाहीँ मलाई पनि दिक्क लाग्ने क्या त्यो मेन्टालिटी हुन्छ नि त सस्ता यार कति जाने त यार होइन सस्ता होइन आफ्नो काम छोडेर घरबार छोडेर सस्ता भनिरहेको छ क्या तर मैले काम गरेँ नि त त्यसमा होइन एन्ड ए वर्क्स इफ यु वर्क अन इट भन्ने कुराहरू के जब मैले त्यसमा काम गर्न लागेँ अनि त्यसले मलाई काम गर्न लाग्यो क्या होइन। आजको दिन होइन म यो नसारहित जीवन बाँचिरहेको छु नि त त्यो मेरो इफोर्ट लगाएँ कि मैले त्यहाँ प्रोग्रामलाई फेथ गरेँ नि त विश्वास गरेँ नि त आजको दिनमा त्यही भएर अनि मलाई अनि मेरो जर्नी आजको दिनमा मलाई हेल्प मिलिरहेको छ क्या हिजोको दिनमा लगाएको इफोर्टहरू जो थियो नि त होइन संस्थाप्रति मैले लगाएको प्रोग्रामप्रति लगाएको फेलो ब्रदरहरूप्रति लगाएको कुराले गर्दा आजको दिन नसारहित जीवन बाँचिरहेको अनि खुसी लाग्छ यार होइन मनदेखि होइन। दाइको बर्थडे छ आज मजाले अब दाइ अब सेयरिङ गर्नु यति फास्ट भनिदिए अब के भन्नु छ मनिषा नाइले फर्स्ट अफ अल म ग्रेजुएट दिन चाहन्छु सबै मेरो फेलो ब्रदर्सहरू है इन हाउस आउट हाउस अनि हाम्रो अरू संस्थाको पनि प्लस र ग्रेजुएट अब म उठेको संस्थालाई पनि म ग्रेजुएट दिन चाहन्छु जुन संस्थाले गर्दा म आज आफ्नो तेस्रो वर्षको के काट्न सफल भएको छु होइन। त्यहाँको सबै दाइहरू सबै आउट हाउस इन हाउस भोलिन्टियर सबै त्यति गाह्रो पनि छैन यहाँ सुध्रिन त्यति गाह्रो पनि छैन बाहिर लिन एउटा गोल बनाउनु पऱ्यो कि फोकस हुनु पऱ्यो क्या बुझ्यौ नि मेन्टली पनि अलिकति स्ट्रङ हुनु पऱ्यो क्या फिजिकली मात्र स्ट्रङ भएर भएन नि त मेन्टली विक भयो भने हो कि रियाक्सन किन हो त मेन्टली विक भयो बुझ्यो मैले भन्नु खोजेको कुराहरू। इन हाउस भनेको भाइ कसैले डोमिनेट गर्ने ठाउँ होइन क्या यो नसोच्नु दाइहरूले काम गराउँछन् दाइहरूले त भन्छन् दाइहरूले अलिकति शब्दहरू डोमिनेट गरेको होइन भाइ फिलको प्रोग्राम हो बुझ्यो मैले भन्नु खोजेको फिल होला र भाइ तिमीहरू चाहिँ सुध्रेलो भनेर हो क्या हामी पनि त्यसरी नै सुध्रेको हो मायाले सुध्रिनु भयो घरमै सुध्रिन्थ्यो क्यारे होइन। थ्याङ्क यू भेरी यहाँ सुन्दाखेरि हुन्छ नि एउटा भित्रैबाट एउटा खतरा आएको थियो कि एउटा कुरा सुन्दाखेरि हुन्छ नि जुन कुराहरू म हुन्छ नि त्यो कुराहरू विगतको हुन्छ नि जब म स्टार्टिङको फेसमा रिकभरीमा आइरहेको थिएँ होइन त्यो टाइमको कुराहरू क्या रिकल भइरहेको क्या हुन्छ नि क्या सुन्दाखेरि पनि एउटा चक्क झ्यासवाला हुन्छ नि भित्रैबाट एउटा तातोपन जस्तोवाला हुन्छ नि खतरा एभरेज क्या होइन। अब कस्तो भन्दाखेरि मान्छे होइन कस्तो भन्दाखेरि यतिसम्म मान्छेमा यतिसम्म सुन्ने शक्ति हुन्छ भन्ने चाहिँ होइन इक्जाम्पल हुनुहुन्छ हाम्रो फेलो ब्रदर मनिष दाइ है होइन उहाँबाट नै हुन्छ नि एउटा इन्सपायर भएको होइन हुन्छ नि एउटा कुराहरू कस्तो भन्दाखेरि यतिसम्म चाहिँ मान्छेले सुन्न सक्नुपर्छ है
होइन मेरो दोस्रो ट्रिटमेन्टमा उठेको मान्छे होइन। फर्स्ट ट्रिटमेन्टमा ममा कस्तो थियो भन्दाखेरि एउटा सुन्ने शक्ति नभएको के होइन, मभन्दा को कम होइन, कहिले किन बोलिस् वाला थियो कि एउटा हुन्छ नि त्यो इगो एङ्गर इस्यु भएको मान्छे होइन। तर आजको दिनमा उहाँलाई हेर्दा हेर्दै होइन उहाँको 3 वर्ष पुग्यो होइन। अनि त्यसपछि हुन्छ नि उहाँलाई अब स्टार्टिङबाट देखेको होइन कतिसम्म हुनुहुन्थ्यो, प्रोग्रामप्रति फेथफुल हुनुपर्छ है भन्ने कुराहरू क्या मजाले एउटा गाइडनेस होइन गार्जेनसिपको एउटा त्यो भूमिका निभाइराख्नु भएको थियो। खुसी लाग्छ एउटा हुन्छ नि प्रोग्राम बुझाइदिने मान्छे होइन। यस्तो एउटा कस्तो भन्दाखेरि पिलर हुन्छ नि, एउटा घर बनाउनको लागि पिलर बलियो भएपछि होइन क्या मजाले सुनिदिनु रहेछ क्या। त्यो पिलरहरू मेरो साथमा हुनुहुन्थ्यो होइन, तिनीहरूको साथ सपोर्टले गर्दा हुन्छ नि कसरी हुन्छ आफूलाई मोटिभेट गरिरहेको तिनीहरूलाई हेर्दै होइन अगाडि बढिरहेकै थिएँ। अनि क्या खुसी लाग्छ। त्यसैको लागि अनि आज मेरो कालो ब्रदरको 3 वर्ष पुरा भएको छ है। त्यसैको लागि धेरै धेरै शुभकामना छ। हृदयबाट नै आगामी दिनमा नि यस्तै नै चलिरहोस् होइन, फुलोस् फुलदेवताले हेरोस् है। त्यसैको लागि धेरै धेरै शुभकामना छ मेरो मनिषलाई। मुखको जानु नपढ